नमस्ते साथीहरू। फेरि पनि मैले नयाँ अपडेट एकदमै बिल्कुलै नयाँ र तातो अपडेट लिएर आएको छु हजुरहरूको सामु। अहिले विश्व बजारमा चाहिँ केही दिनदेखि उच्च रूपमा चाहिँ वृद्धि भइरहेको सुनको भाउ चाहिँ आज चाहिँ अन्तर्राष्ट्रिय बजारमा करिब 5% 1 औंसका अनुसार चाहिँ घटेको छ, जुन नेपाली 1 तोला बराबर लगभग 15,000 देखि 16,000 चाहिँ घटेको देखिन्छ। यो घटाइ चाहिँ हालसम्मकै 10 वर्ष 1 दशककै ठुलो घटाइ रहेको मानिएको छ। नेपालमा भने केही वर्ष अगाडि ठ्याक्कै 1 वर्ष अगाडि चाहिँ सुनको आयात दरमा चाहिँ भन्सार दर घटाएको भएर 15,000 जति घटेर 2,50,000सम्म पुगेको थियो भने योपालि चाहिँ लगभग 20,000 घट्ने अनुमान गरिएको छ। यद्यपि नेपालमा भने तिहारका कारण बजार खुल्न सकेको छैन। बजार खुलेपछि चाहिँ सुनको मूल्यमा भारी गिरावट देख्न सकिनेछ। यसको मुख्य कारण चाहिँ अन्तर्राष्ट्रिय बजारमा जुन ठुला लगानीकर्ताहरूले चाहिँ आफूसँग भएको सुन बिक्री गरी प्रफिट बुक गरेको मानिन्छ। केही महिना अगाडि मात्रै नेपालमा सुनको मूल्य 2 लाख प्रति तोला थियो भने केही दिन अगाडि चाहिँ हालसम्मकै उच्च 2,58,000 पुगेर हाललाई चाहिँ 2,53,500मा कायम भएको छ भने यो केही दिनपछि बजार खुल्यो भने यो लगभग 2,30,000 देखि 2,35,000सम्म चाहिँ आउने अनुमान गरेको छ। यद्यपि यसको चाहिँ यकिन कारण चाहिँ पत्ता लगाउन चाहिँ अन्तर्राष्ट्रिय मिडिया तथा राष्ट्रिय मिडियाका अनुसार चाहिँ ठुला लगानीकर्ताले आफूसँग भएको सुन चाहिँ बिक्री गरी प्रफिट बुक गरेको चाहिँ मानिएको छ। हालसम्मकै यो उच्च गिरावट मानिएको चाहिँ सुनको मूल्य चाहिँ 2013 चाहिँ लगभग 5 देखि 6% घटेको मानिएको थियो भने आज को बजार भाउमा चाहिँ यो लगभग 6% प्रति औंस घटेको छ। 6% प्रति औंस भनेको 1 औंसमा चाहिँ 28.35 तोला हुन्छ, जुन चाहिँ नेपाली 1 तोला बराबर चाहिँ 18 देखि 19,000 घट्ने अनुमान गरिएको छ। हामीले अन्तर्राष्ट्रिय बजारमा हेर्दा चाहिँ धेरै लगानीकर्ताहरू चाहिँ एकदम निराश भएका देखिन्छन्। किनभने केही समय अगाडि चाहिँ साना लगानीकर्ताहरूले चाहिँ सुन अझै बढ्छ भन्ने हिसाबले किनेका थिए भने ठुला लगानीकर्ताहरूले चाहिँ साना लगानीकर्ताहरूलाई चाहिँ फसाएको अथवा चाहिँ म्यानिपुलेट गरेको पनि देखिन्छ। हाललाई चाहिँ यो लगभग 30,000 नेपाली रुपैयाँ घट्ने चाहिँ प्रक्षेपण गरिएको छ। यसमा चाहिँ हामीले चाहिँ हेर्दा चाहिँ बिग इन्भेस्टरले चाहिँ यो डम्पिङ गरेको हो त, बिग इन्भेस्टर चाहिँ यहाँबाट चाहिँ बाहिर निक्लिएका हुन् त भन्ने चाहिँ अनुमान गरिन्छ। किनभने ठुला लगानीकर्ताहरूको चाहिँ मुख्य उद्देश्य भनेको नै प्रफिट बुकिङ भन्ने हुन्छ। प्रफिट बुकिङको चाहिँ सामान्य हिसाबले पनि ठुला लगानीकर्ताहरू चाहिँ केही समयका लागि भए नि यहाँबाट बाहिरिएको देखिन्छ र यसमा ठुला लगानीकर्ता भनेका ठुला विश्वका चाहिँ धनी रोबर्ट कियोसाकी, हाम्रो इलन मस्क, वारेन बुफेटहरूले नि यहाँ चाहिँ लगानी गरेको पाइन्छ। अहिले खासमा चाहिँ यो सुनको मूल्य वृद्धि हुनुको कारण चाहिँ हाम्रा अन्तर्राष्ट्रिय चाहिँ देशहरू जस्तै चाइना, अमेरिकाको चाहिँ व्यापार युद्ध, युक्रेन रसियाको युद्धले चाहिँ यो वृद्धि गरेको मानिएको थियो र अमेरिकन डलरको चाहिँ जुन विश्वभरि दबदबा थियो त्यो केही रूपमा भए नि घटाउने हिसाबले अन्य देशका केन्द्रीय ब्याङ्कहरूले चाहिँ आफ्नो गोल्ड रिजर्भ चाहिँ बढाएको देखिन्थ्यो। त्यही कारणले चाहिँ अन्तर्राष्ट्रिय हिसाबमा चाहिँ ठुला लगानीकर्ताहरूले चाहिँ डम्पिङ गरेको र सेन्ट्रल ब्याङ्करले चाहिँ आफूसँग रिजर्भ राखेको देखिन्छ। यद्यपि यसको मुख्य कारण चाहिँ के छ भने अहिले जुन अफगानिस्तान र पाकिस्तानको चाहिँ केही दिन अगाडि चाहिँ युद्ध विराम भयो र हाम्रो प्यालेस्टाइनको हमास र इजरायल बीच चाहिँ शान्ति सम्झौता हुनु
को कारण नै यसको मुख्य कारण मानिन्छ। यो सुनको मूल्य घट्नुको मुख्य कारण चाहिँ यी देशहरूबीच शान्ति सम्झौता हुनु नै यसको मुख्य कारण मानिन्छ। यो अहिलेको हिसाबमा चाहिँ सबैभन्दा धेरै सुन रिजर्भ राख्ने चाहिँ अमेरिका मानिन्छ भने सबैभन्दा धेरै गहना चाहिँ लाउने देश चाहिँ हाम्रो छिमेकी देश इन्डिया मानिन्छ। जुन करिब इन्डियाले नेपालको जुन 800 केजी जुन सुन रिजर्भ छ नि त्योभन्दा धेरै नै लगभग 2800-2900 केजी चाहिँ इन्डियाका महिलाहरूले नै सुन लगाएको देखिन्छ भने इन्डियाको कुल सञ्चित चाहिँ लगभग 87,000 किलो चाहिँ गोल्ड राखिएको छ। नेपालमा भने जम्मा 800 केजी मात्रै नेपाल सरकारसँग अथवा चाहिँ नेपालभरिमा चाहिँ यो लिगल चाहिँ डाटा हो भन्नाले अब इलिगल जस्तो चोरी डकैती अथवा चाहिँ खुल्ला सिमानाका आधारमा ल्याएको जुन नेपाल सरकारको डाटामा छैन त्यो बाहेकको चाहिँ नेपाल सरकारसँग अहिलेलाई चाहिँ 800 केजी चाहिँ सुन रहेको देखिन्छ। निष्कर्षमा आउँदा के सुनको मूल्य साँच्चै नै ओह्रालो लागेको हो त? के सुनको मूल्य साँच्चै नै अब बढ्दैन त भन्ने चाहिँ धेरैको मनमा जिज्ञासा हुन सक्छ। होइन, यो कहिले पनि हुन सक्दैन। किनभने कुनै पनि कुराको चाहिँ एउटा चाहिँ लोअर पोइन्ट हुन्छ र अप्पर पोइन्ट हुन्छ। त्यो चाहिँ निश्चित समयका लागि मात्रै हुन्छ। ठ्याक्कै अहिले सुनको मूल्य पनि त्यही भएको हो। माथिल्लो बिन्दुलाई चुमी अब केही तल आउने देखिन्छ र केही समयपछि फेरि आफ्नै लय समात्दै माथि जाने देखिन्छ। अहिलेसम्मको इतिहासलाई हेर्दा सुनको मूल्य केही महिना केही वर्ष घटे वा ओह्रालो लागे पनि निश्चित रूपमा माथि नै जाने देखिएको छ। अहिलेको अवस्थामा एउटा मुद्रास्फीतिलाई चाहिँ बिट गर्ने अथवा मुद्रास्फीतिसँग चाहिँ लड्न सक्ने एउटा मात्रै यस्तो चिज छ जुन चाहिँ गोल्डलाई नै मानिएको छ। कृपया अन्य भिडियो केही समयपछि आउनेछ। अहिलेसम्मका लागि धन्यवाद।